चावड़ा भी तीनटा बियर खाइ नठाउँदै कहाँ हिँड्छ है सुजनले अब कि त हाम्रो डोरी जस्तो आयो भने यो एकैचोटिमा 15 रुपैयाँ खालिदिनु राम्रो ल्यायो यो गाडी चढ्दै यो कहाँ घुसाउने हो आजसम्म टेन्ट टिसर्टहरू आफ्नै छ अगस्ती दाइको गाडी छैन नि के होइन त ओ घारो एउटा यता लिनु मलाई यो भित्र दर्शक प्लास्टिक सुत्ने बेला रेनको टोपी नि हो यो प्लास्टिक छ के यार प्लास्टिक विश्वास गर न मेरो भाइ प्लास्टिक कटडा लिएर आउनु है कटडा लिएर आएको त्यसमा उले खै ल लाइट बसिन्छ ल्याउँथे के एकचोटि सल्किन गएको एकचोटि यो सल्लो सल्क्यो भने त हुरुर्ती जान्छ जाऊ सुकेकै हो तल दाइगाड ल्याएको नि यो हो कि हो तिनी हाल्नुहोस् त माथि बिहान बाख्रालाई पानी त हो नि म माछे दुकान दोन किलो लावी ए परमत दाइ कुखुरा पाल्न ह पाल्यो छु अनि माछे भित्र कोही दिम यसलाई भित्र कोही दिम माछे छैन अब तेल गर्नु ल किलो मसला पर्यो नि करे मैले ढुङ्गाले अब बोल्छ ल म छोइस त के असम्म पनि के छैन के अब यसलाई दुई के खान्छु खानु जाति ल्याउ यार
अब काँक्रो खाऊ त्यो मासु खानेले नि काँक्रो खान्छ यो आगाले आज खा बुझिया जस्तो 100% अब टेन्सन नगर बोल्छ दे हाल्नुस् तीनटा हान्ने दही गान्छ छैन है चटनी ल्याए नि त चटनी कहाँ चटनी कहिले देखाएर चटनी हाल्ने हैन पकाएर खाएपछि मजा पोलेज त कति खाइन्छ अस्ति त्यत्रो खाइएर लास्ट टाइम मगाइयो त्यसका भुत्ला समेत मिठो हुन्छ मलाई त भुत्ला मिठो हुँदैन हाम्रो चाहिँ यहाँ मासु म्यारिनेट हुँदैछ के गर्ने नि भएन न त 2 घन्टा हुन्छ बोल्दिन नि एउटा आज 2 घन्टा पछि बालेको म अहिले यहाँ त्यतिखेर यार अनेक बिटी गरेँ ध्यानले दिनु ठुलै अन्तिलो हैन यो म्यारिनेट गरेको उसँग पकाउने यो अर्को उसँग पकाउने हाल्दैन त हो चिकनलाई मासु नि आइरन कस्तो मिल्छ के यार ल बडा तैँले बजाएर त्यो ताल अलगतिर ल एकतिर लस ताल एकतिर बजाउँछु त्यो ताल हो के मादल बजाउँदिनु त उसले जे ताल हान्छ त्यही ताल वरिपरि एउटा आगो पेलाउँछ सबैले
मैले सर्ट मिलाउँछु नआँटेन खानी होला छु लेग पिस त्यसलाई आएको त्यहाँ बनाइदियो कसलाई छ नि नि ल अनि गिलास खाउन पुग्छ अनि गिलास तिमीहरूले एक खाँदैन मैले दुई खान्छु अनि क्यार खान्छ त्यो ल तातो तातो हालौँ न सोधिन्थ्यो यो यस्तो अडाइदिन्थ्यो यो अब यता यता भन्ने यता यता गप्पी ठ्याक ढाकियो अब काठमाडौँसम्म दुईचोटि गएँ दाङबाट यहाँ त म अहिलेसम्म 1.5 सयचोटि आउने जाने गरेँ होला कि त्यो बाइकमा चौध वर्षसम्म इन्जिन खोल्ने छैन अहिलेसम्म भनेपछि अहिले आउँदाखेरि घातै आउँदै हो नि अहिले घात हान्दियो यार त्यो त तपाईँले सर्भिस नगर होला टाइम होइन त्यो सर्भिस गराउनु थाल्नु कतिले हेरेन सबै कुराको टाइम हुन्छ सधैँभरि चल्ने कुनै पनि कुरा हुन्न 14 वर्ष अहिले धोका कसरी के भन्छु भने यो पिपल नेतानिर एउटा ओरा तल झरिसकेपछि कि त्यो तल पिच आइसकेपछि ठ्याक्क पुल आउँछ नि त्यहीँनिर आएर त्यो दुईटै प्लग भएछ त्यो पुलमा त्यही चाहिँ यतातिर लगाएर बाइक त्यहीँनिर राखेको छु किक गर्छु यार त्यो स्पार्क फाल्छ त्यो के करेन्ट फाल्छ नि फाल्दैन यार अब त्यो खोल्ने पनि नट पनि केही पनि छैनन् मसित त्यो त तपाईँको इन्जिन गर्दा होइन इन्जिन गरेर होइन तपाईँको इन्जिन जान लागेको समस्या हो प्लग तपाईँको फेरि जान दुख्दाखेरि प्लग फेरि त्यही त प्लग चाहियो त्यही चाहिँ अस्ति इन्डिया करेन्टै फाल्न होइन रेक्टिफायरको समस्या त्यही प्लग हुन्छ नि एउटा यत्रो प्लग हुन्छ कि त्यसमा हाम्रोमा पल्सर 150मा दुईवटा प्लग लाग्छ कि त्यही प्लग एकतिर फाले थिएन कि दुईतिर आज फाल्ने थिएन एकतिर यस्तो हुन्छ कि एकतिर नफाल्यो भने चाहिँ तानै कम हुन्छ यार दुईतिर नफालेपछि स्टार्ट बन्द हुन्छ यता पनि खोलेर हेरेँ झड्का फाल्छ कि करेन्ट चिड फाल्छ कि फाल्दै यहाँ त जति ठोक्यो टाउको अलि चुस्त म त केटा अटाएन सिधाबाट बस्छु नि यो होइन झोला भेरिसकियो जस्तो करेला नि होइन भुन्टे लानु पर्यो रमाइलो भयो नि बबार